आज चाहिँ हामी टोकियो यात्रामा जाँदैछौँ। सबैजनालाई स्वागत छ हैन, मेरो टिकटक आइडी, फेसबुक आइडी, युट्युब भ्लगमा स्वागत छ। आज चाहिँ हामी तपाईहरुलाई एउटा स्पेशल ठाउँमा लिएर जाँदैछौँ। हाम्रो स्पेशल ठाउँ के छ भने चाहिँ अहिले जापानमा जति पनि वर्किङको लागि तयारी गर्दै हुनुहुन्छ थाहै छैन पाउनु भएको छ। 3 घण्टामा इन्टरभ्यू दिएर 3 घण्टामा चाहिँ माइती आउने खालको चाहिँ एउटा ठाउँमा हामी तपाईहरुले लिएर जाँदैछौँ। यदि हाम्रो सक्सेस भयो भने यो भिडियो हामी तपाईहरुलाई पनि देखाउनेछौँ कसरी कसरी यो प्रोसेस हुने कुरा सुनाउँदैछौँ हैन। र यो भिडियो लास्टसम्म चाहिँ हेर्नु होला, किनभने यदि हाम्रो सक्सेस भयो माइती आयो भने चाहिँ तपाईहरुलाई पनि यो भिडियो सेयर गरेर चाहिँ हामी कसरी कसरी हो प्रोसेस भनेर जानकारी दिन्छौँ अर्को भिडियोमा। आज चाहिँ हामी एकदम फास्ट ट्र्याकबाट हैन, अब लामो समय कुर्न पर्दैन। इन्टरभ्यू दिएको 3 घण्टामा चाहिँ तपाईको नाइते आउँछ भन्ने खालको चाहिँ कुरा भइरहेको छ। के रहेछ भन्ने बुझ्नको लागि चाहिँ हाम्रो नेपालीहरूको केटाहरूको ग्रुप हामी टोकियोतर्फ जाँदैछौँ। आज चाहिँ एकदमै गाह्रो भइरहेको छ। अलिक बाटो चाहिँ धेरै यहाँ ट्राफिक जामहरू पनि देख्न सक्नुहुन्छ। यो कोर्सको लाइन हो, त्यही पनि बाटो एकदमै जाम छ। त्यही भएर हामी एकदम स्लो तरिकाले चाहिँ अगाडि लिएर हिँडिरहेका छौँ। र सबैजनाले हाम्रो भिडियोलाई मन पराइदिनुहुन्छ, लाइक गरिदिनुहोस्, युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, टिकटकलाई फलो गरिदिनुहोस् हैन। म तपाईहरुतिर हेर्न नपाए नि म चाहिँ तपाईहरुसँगै बोलिरहेको छु। यो कसरी हो म तपाईहरुलाई त्यो सबै प्रोसेसहरू सिकाउने छु। हाम्रो केटाहरूले पनि देखाइदिनुहोस्, हाम्रो इन्टरभ्यूको तयारी गर्दै हुनुहुन्छ। केटालाई देखाउँदै यादव होइन, यादवजीले पढ्दै हुनुहुन्छ, इन्टरभ्यूको तयारी गर्दै हुनुहुन्छ हैन। सबैजना इन्टरभ्यूको तयारी गर्दै हुनुहुन्छ। म चाहिँ गाडी चलाउन व्यस्त छु, किनभने अब यहाँ मैले इन्टरभ्यूको तयारी गरेँ भने उहाँले भिडियो बनाउँदै हुनुहुन्छ। तपाईँको मैले इन्टरभ्यूको तयारी गरेँ भने पनि यिनीहरू सधैँको लागि इन्टरभ्यूको तयारी गर्छन्। त्यसैले म चाहिँ इन्टरभ्यूको तयारी गर्न सक्दिनँ। तर जाम पऱ्यो हेर्नुहोस्, जाममा छौँ हामी। कस्तो
पोज दिन लागेर बर्बाद भयो त्यसो नभन्नु नि यार जीवनले चलाउँदा कस्तो अनुभव भइरहेको छ उता अनुभव लिउँ साथीहरूबाट कस्तो राम्रो कस्तो राम्रो अनुभव भइरहेको छ। गाडी अहिले राम्रो चलाउनु भएछ डर लाग्यो कि लागेन तपाईँ डर लागेको छैन एक गतिमा चलाउनु बाटोमा चाहिँ चान्तोमितो चलाउनु पर्यो साथमा हाम्रो दुर्गा सरले पनि केही दुईटा शब्द यसो चाल्यो केटालाई एकदम राम्रो छ प्रगति गर्दै जानु नाइ त मिलेर आउनु त्यही हो। नाइतीको प्रोसेस के छ भनेर अर्को भिडियोमा हामी बनाउनेछौँ यो लामो भिडियो भए पनि होइन नाइती कसरी निकाल्ने 3 घन्टामै भन्ने विषयमा चाहिँ हामी यादवजीसँग अलि विस्तृत रूपमा उहाँ पुगिसकेपछि छलफल गर्छौँ होइन यादवजी त्यहाँ गएर अब हामीहरू डिस्कस गरौँ होला नि के कस्तो प्रोसेस छ के कस्तो त्यहाँ भइरहेछ के कस्तो खाले इन्टरभ्यू भइरहेछ भनेर त्यहाँ गएर होला हामीहरू पछि गएर फेरि अर्को भिडियो हालौँला नि हामी भिडियो बनाइरहन्छौँ होइन प्रोसेसिङ कसरी गर्ने 3 घन्टामा जति पनि हामीलाई हेर्दै हुनुहुन्छ होइन अब वर्किङ नपाएर होइन खाइस नपाएर एकदम तनावमा हुनुहुन्छ होइन तपाईँहरू अब हामी चाहिँ घन्टाको जीवन सर त्यही जसरी हुन्छ होइन नाइती कसरी निकाल्ने 3 घन्टामा भन्ने प्रोसेसिङ चाहिँ हामी तपाईँहरूलाई दिनेछौँ हाम्रो भिडियो लास्टसम्म हेर्नु होला धन्यवाद अरे राम्रो आमा त्यस्तो बनाउनु न चिकेन बनाउनु पर्छ अब त कालो आयो भयो तर कालो